मलाई त जानकारी दिनुहुन्छ तपाईले यहाँको बारेमा अब यसको अब किन यो पवित्र पानीमा चाहिँ मेरो विचारमा यो पवित्र पानीमा यति फोहोर गर्नु चाहिँ बेकार जस्तो लाग्छ मलाई। अब उहिले सत्ययुगमा चाहिँ अब गुरु ऋषिले तपस्या गरेर चाहिँ यहाँबाट पानी निकाल्नु भएको भन्नुभएको छ। यति सत्य ठाउँमा पनि अनि सबै मान्छेहरूले चाहिँ यस्तो गरेर चाहिँ अब फोहोर गरिदिँदाखेरि चाहिँ अब अशुद्ध गरिदिँदा चाहिँ अब भक्तजनहरूलाई नै अब समस्या पर्छ भन्न चाहन्छु मैले चाहिँ। यहाँबाट यो हाम्रो पवित्र पानी चाहिँ अब हामीले घरमा लगेर आफूले चाहिँ तपाईँको अब झिन्लाप लगेर चाहिँ अब सबैलाई बाँड्नुपर्ने ठाउँमा चाहिँ यो झिन्लाप चाहिँ भएन जस्तो लाग्छ मलाई। अब हामीले अब यसरी जति पनि यहाँ आउनुहुने हाम्रो भक्तजनहरूले यो तपाईँको यो ठाउँमा चाहिँ फोहोर नगरिदिनु होला। जौ तिल चामल फुल यावत चिज नहालिदिनु होला भन्न चाहन्छु। यही भन्न चाहन्छु सबै यहाँ जति पनि रिकेसरमा आउनु भएका हाम्रो चाहिँ अब भक्तजनहरूले यो पानीको ठाउँमा चाहिँ सत्य जल लगेर जानु होला अनि फोहोर चाहिँ नगरिदिनु होला भन्न चाहन्छु म चाहिँ। अब यसरी नै फोहोर गरेर राख्यो भने त यसको फेरि है महत्त्व पनि महत्त्व हराउँदै जान्छ। त्यसमा चाहिँ अब भोलि पर्सि अब कुनै आउनेवाला व्यक्ति छ भने त पनि चिन्ताहरू छ भने के हुन्छ भने त्यस्तो भएको मेन अब अमृत जस्तो पानी मात्रै मान्छेले फोहोर गरेको अब के लिन जाने के गर्न जाने भने मान्छेको अब मनमा त्यस्तो सोच विचार आउन सक्छन्। एकदम त्यो चाहिँ मान्छेकोमा आउँछ र तर यो झिल्ला भएको पानीले चाहिँ तपाईँको यसरी फोहोर नगरिदिनु हुन भन्न चाहन्छु। त्यसै गरी तपाईँहरूले पनि बुझिदिनु होला कुरो मिलाएर यहाँ आज सरसफाइ गर्दैछु। हजुर हामीले चाहिँ मेरो एकदम दुलो पर्नेसम्म उसले निकाल्नु भएको पानी चाहिँ हो त फोहोर गरेर राख्यो भने होइन त्यही भएर हामीले सरसफाइ सफा पानी फेरि हालेर राख्नु तपाईँको अब यहाँको सबभन्दा ठुलो कुरो पनि यहाँको पानी गोरुले निकालेको झिन्लप निकालेको पानीले चाहिँ तपाईँको अब रोगहरू पनि रोग बेदाहरू यावत चिजलाई चाहिँ अब निर्मूल पार्छ भन्ने अब इतिहासमा छ है। अब हाम्रो छेउमा पनि छ। अब त्यही कारणले चाहिँ अब जति पनि हाम्रो यहाँ आउनुहुने रिकेश्वरमा आउनुहुने दर्शक र भक्तजनहरूमा यदि फोहोर नगरिदिनु हुन चाहिँ म अनुरोध गर्न चाहन्छु। हजुर त्यसै गरी तपाईँले पनि यहाँ भिडियोमा प्रत्यक्ष देख्न सक्नुहुन्छ। यहाँ हेर्नु होला तपाईँले पनि अहिले सबै कार्य गरिरहनु छ। अहिले पानी हाल्दै फोहोर पानीहरू सबै निकाल्दैछ। अहिले हामीले तपाईँले चढाउनु हुँदैछ यसरी चढाउनु भयो भने चाहिँ राम्रो छ। उहाँले चढाउनु भएको जस्तै हो त्यही मुनि चढाउनु भयो भने चाहिँ एकदम राम्रो छ। र तपाईँले यहीँ माथि भगवान्को शिरमा यसरी नचढाइदिनु होला। रङहरू नाछ रङहरू चढायो भने पुरा किरो परेछ हुँदैन है। उहाँले चढाउनु भएको जस्तै गरेर चढाइदिनु भयो भने के असर पर्दैन। त्यसरी चढाउनु होला तपाईँले पनि। हल्ला हुँदैन गाललाई पाला गांला परान दिए गांला गुरु में से ये फोन आऊंगा गुरु में से ये गांला इसे में गांव बंद हो अच्छा दर्शन टिकट पहले मास्टर ने हुआ तो पाला
आफै तपाईँको यो सफा रहेको भने पानी माथिबाट आउँछ त्यही माथि अब हामीले सफा रहेको कारणले गर्दा जतिसम्म सफा गर्छ उतिसम्म हामीले पुण्य कमाउँछ पुण्य भइरहन्छ त्यो कारणले लामाहरू छ कि उहाँहरूले पनि अलिकति बताइदियो अहिलेसम्म लामा आउनु भएको छ उहाँले पनि थाहा छैन क्या बताइदियो उहाँलाई बनाउँथ्यो सबै राम्रो बनाउनुहोस् अझ एकजना बाजे पनि भन्नुहुँदै त्यो बाजे रहेछ एकदम राम्रो काम गर्नुपर्छ तपाईँहरूले भन्नुहुँदै यहाँ फोहोर भएको हजुर मेन चाहिने जसमा उहाँले भन्नुभएको चाहिँ यहाँ उनीहरू शनिबार छुट्टी हुन पाएको छ मान्छे आएर यहाँ चाहिँ अब मान्छे मुख धुन्छ र यहाँ मुख धुन्छ हात धुन्छ भन्नुहुन्छ उहाँलाई भएर त्यो दिनु हुँदैन त्यसरी मुख्दैन हात्दैन मुख्दैन हात्दैन हुन्छ मैले उहाँले भनेको कुनै यहाँ मोटिभेसन टाल्नु मिल्दैन भनेर उहाँले त्यो समितिले कुरो भएको छ अरे बिस्तारै यहाँ टाल्दैन भएको थाहा छैन त्यसको बारेमा टाल्नु पर्दैन मेन पानी चाहिँ यो हो यसमा फोहोर नगरिदिनु होला भनेर राखेँ यति भयो काफी भयो हो नि एकदम तपाईँको
मैले भनेको हाम्रो बुद्धि के को लागि आउँछ यो मिनीको पानीको लागि यो झिल्नको लागि आउने त यो झिलको लागि आउँछ हामीले जोगाउनु पनि यो हो भने हो कि अब पहिले पानी अब यो गाउँको मान्छेले भने पानी सुक्यो भने अब गरेर आउने होइन सुक्यो भने त पानी यो दुनियाँ ठाउँमा सबै सुक्छ नि यो झिलकै हो नि त अब एउटा यो आएको छ अब यो पनि झिलकै हो यो छैन भने के लाने हो र हराउनै सक्छ नि यो पानी नयाँ छुन्ने ल्याउँछु दिदिन्छु होइन अमृत जल त्यसको लागि आउनु अब यो अमृत जल भनेको यसरी दिनु कि सानो दिनु कुरो होइन नि त गुरु रिम्पोजीले पानी निकालेको पहिले पो अब अहिले यसो भयो पहिले भन्यो अब यो हावा तङ्गो सबैको के भन्छ हावा पुर्नेको हावा पुर्ने सबैको भोलिको दिनमा मेला लाग्छ नि तपाईँ थाहा छैन त्यो राति अब सतीजुमा हो नि त यो पानी दुध बग्छ है यहाँबाट दुध बगेर त्यसको लागि नै हाम्रो यहाँ बुढापाकाले भने त्यो फावा पुर्नेको राति 12 बजेमा गुरु रिम्पोजीको यो अनुहार छ नि त्यो भन्दा चमक्कर त्यसको लागि अनि यो पानी चाहिँ दुध बग्छ भने मान्छेले खानु पायो भने यस्तो इतिहास छ सत्ययुगमा अहिले अब अहिले त अब दुध यहाँबाट यो नत्र अब पानी अब अहिले त अब के पहिले सतीजुगमा दुध बग्छ अब पानी बग्ने नै छैन पानी पनि सुक्यो त्यसैले आफ्नो अब मनुष्यको यस्तै फोहोर गरेको कारणले गर्दा पुण्य सकेर गएको त्यो अब पुण्य तपाईँ हामी पुण्य सुक्यो पुण्य सुक्यो पानी पनि सुक्यो होइन गुरु रिम्पोजीको लक्षण देखाएको लक्षण पनि लक्षण देखाएको कलियुगको लक्षण देखाएको अनि अब गुरु रिम्पोजीको अमृत जल सुक्यो भने चाहिँ सानो चिनो कुरो होइन दुःख लाग्दो कुरा एकदम एउटा त्यो छ अब त्यो पनि छ है गुरु रिम्पोजी हुन त यहाँ सबै गुरु रिम्पोजीको हो गुरु रिम्पोजीकै चिन्ह तर यो झिल्लक पनि सुक्यो भने यहाँ कुनै अस्तित्व भन्ने छैन नि अब यो दही दुध हालेर फलफुल हालेर त्यो चामल कुहिएपछि त कस्तो फोहोर बनाउँदो रहेछ धेरै बनाउँछ सरसफाइ कार्यक्रम चल्दैछ अब झन् पुरा फोहोर निक्लेछ है निक्लिँदै मुनिको फोहोर आउँदैछ अब झन् अब झन् मुनिको फोहोर आउँदैछ अब त मान्छेले छोडिसक्यो नि अब खानु त अब सरसफाइ गरेर हजुर अब चाहिँ मुनिको त्यो डल्लोहरू है त्यो ढुङ्गा हल्लिन्छ छोरी यस्तो गरेपछि अनि यस्तो स्मेल आएको अब हामीले यतिको सफा गरेर राख्यो होइन यतिको सफा गरेर अब हामीले सोच्यो भने धेरै पुण्य हुन्छ यसमा कि हामीले होइन अब कतिपय मान्छेले अब जल लान पायो है राम्रोसँगले शुद्ध जल लान पायो के गन्दा रहेछ है